हेलो गाइजहरू, आज म तपाईहरुलाई पम ओइलको जंगल देखाउन गइरहेको छु। सुरुदेखि अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनु होला भन्न चाहन्छु। यो पम ओइलको बिरुवाहरू यसरी रोपिएको रहेछ। यसरी खल्टो खनेछ। खल्टोको छेउमा यस्तो छेउमा बिरुवा लाउने छ, किनकि यो खल्टो खनेपछि यहाँ पानी जाएपछि पानी माटोले सोचेपछि उसको जारासम्म पुग्ने रहेछ। त्यही कारणले यसरी लाउने रहेछ। सबै ठाउँमा यसरी खाल्डा खनेको छ। खाल्डाको छेउमा यसरी बिरुवा लगाएको छ। यसरी बिरुवा लगाएको छ। यो खाल्डा खनेको छ। खाल्डाको छेउमा यसरी लगाएको छ। देख्न सक्नुहुन्छ। नेपालमा यसको धेरै डिमान्ड गएको छ। यो यस्तो कम्पनीहरू प्लान्टेसन भनेपछि यसमै काम गर्ने हो है। यो सबै त्यसकै जङ्गल हो, प्लान्टेसनको जङ्गल हो। यो पम ओइलको बोट यस्तो हुन्छ है। सबै त्यही तेलको बोट हो। यो यता फालहरू फालेको छ। यो अलिक काट्ने बेला भएन। कालो कालो देख्नु भएको छ होला। यो काट्नको लागि टायर भइसकेको फाल हो। यो पाक्दा फेरि यस्तो रातो पाक्छ। यो कालो कालो देख्छ। यो काँचो हो, अलिक पाक्ने बेला भयो, काट्ने बेला भएको छैन। यस्तो रातो पाकेपछि यसलाई अनि यसरी तेल काटेर यसरी एक ठाउँमा थुप्रो पारेर राख्नु रहेछ। यहाँ पनि तेलको थुप्रो पारेर राखेको छ। थुप्रो पारेर राख्नु छ। यो पम ओइलको फल हो। यो पाकिसकेको। अब यसलाई मिलमा लागेर तेल निकाल्न मात्र बाँकी छ यसको। यो खासै ठुलो छैन, सानो छ। यो बोटहरू पनि ठिकै साइजको छ। लगभग यो बिरुवा रोपेको त्यस्तै 4-5 वर्ष जति, 4-5 वर्ष 6-7 वर्ष जति भयो होला। यो भर्खरको यो धेरै आलुको हुन्छ, देख्न सक्नुहुन्छ। कति आलुको रुख छ हेर्नुहोस्। यो सबै पम ओइलको रुखहरू। त्यो माथिको फालहरू काट्नु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ कति आकुलो रुखहरू छ। यो सबै पम ओइलको रुखहरू हो। यति माथिको फलहरू काट्नु पर्ने हुन्छ प्लान्टेसनमा काम गर्नेहरूले। धेरै आलुको ठुल्ठुलो रुखहरू छ। यति माथि फलहरू फल्छ। त्यसैले नेपालबाट जति पनि दाजुभाइहरू मलेसिया आउनुहुन्छ, मलेसिया आउने सोचमा हुनुहुन्छ भने सकेसम्म प्लान्टेसनमा तपाईँहरू नआउनको लागि म आग्रह गर्न चाहन्छु। धेरै जस्तो कम्पनीहरूले तेल मिलमा भनेर मान्छेहरू नेपालबाट आउने रहेछ मान्छेहरू। अनि यस्तै काममाहरू यता मलेसिया आइपुगेपछि यस्तै तेल काट्ने, तेलको पाटाहरू काट्ने, तेल गोडमेल गर्ने, यसमा मालहरू हाल्ने, यस्तै कामहरूमा पर्ने रहेछ भन्ने कुरा हामीले सुनिरहेको छौँ। हेर्नुहोला, धेरै आगो छ। माथिको फलहरू काट्नु पर्ने हुन्छ। आजलाई यति नै। तपाईँहरू जहाँ यो भिडियो हेर्नुहुन्छ सबैजनालाई धेरै धन्यवाद भन्न चाहे। तपाईँहरू जहाँ भए पनि स्वास्थ्य रहनु, आफ्नो स्वास्थ्यको ख्याल गर्नु, घर परिवार सम्झेर होइन आफ्नो स्वास्थ्यको ख्याल राखेर काम गर्नु होला भन्न चाह्यो। आजलाई